यतिसम्मको कन्फिडेन्ट यतिसम्मको विश्वास छ कि अलिकति डिफ्रेन्ट चाहिँ छ है हाम्रो कन्टेन्ट अलिकति पावरफुल चाहिँ छ भने चाहिँ हामी सक्छौँ है त्यतिसम्मको चाहिँ म विश्वास राख्छु होइन त्यो अलिकति पावरफुल चाहिँ छ हाम्रो कन्टेन्ट अलिकति दमदार चाहिँ छ है अलिकति मसलादार पनि छ सबलाई रिलेट पनि हुन्छ कलेज पढ्ने हजुरहरू जति पनि जानुहुन्छ कसरी हेऱ्यौ भाइ तिमीले त यस्तो थियो बाजुराको सबै है सबैजना तल एसटिएस सिनेमाजमा लाग्छ अनि उता हाम्रो नेपालगञ्जमा लाग्छ नेपालगञ्जमा झापा सापा सब हाम्रो झापामा चाहिँ डिम्याक्सले चाहिँ माया देखाइसक्नु भएको चाहिँ डिम्याक्समा चाहिँ सबै झापाको क्युएफएक्स सब कब्जा हान्नु पऱ्यो भोलि सब घेरा लगाउनु पऱ्यो ल सबैजना आउनु होला माया छ मिठो मिठो माया छ भोलि पनि यताउति गइन्छ होला एन्ट्री बबाल हुनु पऱ्यो त्यही हो है हजुरहरूले बाहिरबाट पनि हेरिराख्नुहोस् होला बाहिर पनि हामीहरू लाइक अब एक हप्तापछि चाहिँ हामीहरू बाहिर लाग्छौँ कति मार्च 13 अथवा मार्च 14 चाहिँ लाग्छ होला हामीहरू अनि मार्च 14 चाहिँ हजुरहरू सबैजना है रेडी भएर बस्नुहोस् बाहिरको सो दुबई कतार हामीसँग एकजना सर पनि हुनुहुन्छ हाम्रो राइटर सरको हाम्रो स्टोरीको ब्याकबोन हाम्रो स्क्रिप्ट राइटर सर हाम्रो जसले चाहिँ कुल बोइलाइदेखि लिएर सबैजनालाई हामीलाई बनाउनु भयो एउटा नाम सत्य प्रकाश गौतम दिनुभयो मलाई चाहिँ निशा शर्मा भयो अनन ओन्ली माधव शर्मा सर माधव सर हुन्छ होइन म आउँदा एउटा कुरा भनिदिइहाल्छु सबैभन्दा मतलब यो स्क्रिप्टको सबैभन्दा पहिलो सुन्ने व्यक्ति पारस हो होइन अनि सबैभन्दा मबाट क्यारेक्टर इन्फ्लुएन्स भएको पनि पारस हो यो फिल्ममा सबैभन्दा बढी डायलग मेरो स्टाइलले पारसले बोलाएको हो रियल्ली डिजर्भ गरिदियो भन्छु मैले बुझेको चाहिँ के हो नि पारसले यति धेरै कुरा मेरो स्टाइलमा बोलेको छ फिल्मभित्र भनेको उसले स्क्रिप्ट सुन्दा हो धेरैजनी या के हो त्यस कारण तपाईँहरूले चाहिँ बुझ्नु भएन फिल्म कति राम्रो छ भनेर पारसले त्यति धेरैचोटि सुनेर पनि ऊ आफूलाई सत्यप्रकाशमा बनाइरहेको छ तपाईँहरू चाहिँ किन एकचोटि सत्यप्रकाशलाई हेर्नु नगइदिने प्लिज हलसम्म जानु पऱ्यो के अब तपाईँहरूले हेर्ने दिन टाढा छँदै छैन भोलि हो त्यस कारण बुक गर्ने चाहिँ अहिले हो मोबाइल उठाउनुहोस् फटाफट बुक गर्न थालिहाल्नुहोस् त्यो चाहिँ कहाँ थाहा छ नि खल्तीमा जाने खल्तीमा इएसओमा जाने अनलाइन जता पनि हुन्छ है त्यसबाट पूर्व प्लिज म झापा हो अझै बिर्सिनु भयो क्या हो झापामा त आगो बलिसक्यो पाथिभारामा चाहिँ अझै गर्नु भएको छैन के क्युएफएक्समा मात्रै गरिन्छ पाथिभारा सिने प्लाजा पनि छ बिर्ताउन अनि त्यहाँबाट उता इटाभट्टामा पनि हल छ प्लिज त्यहाँ बुक गर्नुहोस् फिल्म हेर्न जानुहोस् अनि त्यहाँबाट सबैभन्दा ठुलो कुरो के छ अल नेपाल हो के कहाँ झापा मात्रै भनेर हुन्छ त पश्चिम धनगढी होइन नेपालगञ्ज अनि बुटोल राम्रो छ है बुटोल ग्याङ